हेलो गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भ्लग एन्ड टुडेज माई च्यानल NR7 स्टुडियो। सो गाइस, तपाईँहरूको माझमा फेरि एउटा नयाँ भ्लग लिएर आइसकेको छु। र गाइस, म चाहिँ आफ्नो लोकेसनमा आइसकेको छु, भ्लग बनाउने लोकेसनमा। र गाइस, आज त झनै चिसो रहेछ, हेर्न सक्नुहुन्छ। आज त झन् हावा चलिरहेछ गाइस। र मसँग आज न्यू मेम्बर पनि छ, यता हेर्न सक्नुहुन्छ। खै बाबु, हेलो भनिदियो। हेलो हेलो गाइस। र गाइस, मैले चाहिँ अस्ति एउटा भ्लग बनाएको थिएँ र गाइस त्यो भ्लगको चाहिँ इन्ट्रो गर्न सकेको थिएन, त्यही भएर आज चाहिँ इन्ट्रो गरिरहेको छु। सो गाइस, हेर्नु होला सबैजनाले कस्तो छ मेरो भ्लग, र भिडियो हेरेर चाहिँ कमेन्ट गरेर भन्नु होला कस्तो छ है। र गाइस, लास्टमा चाहिँ भिडियो हेरेर सबैजनाले लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु। थ्याङ्क यू। अब हेर्नु चाहिँ भिडियो है। बाई बाई। गाइस, हेर्नु त चिसो अझ पनि कति धेरै कुहिरो लागेको छ। तर गाइस, म चाहिँ उठिसकेको छु। अहिले चाहिँ मुख धोएको छैन गाइस। अब चाहिँ कपाल कटाउन गइरहेको छु, त्यही भएर गाइस अहिले मुख धोएको छैन। कपाल कटाएर त्यसपछि आएर नुहाउँछु गाइस, अनि हजुरलाई देखाउँछु है। हेर्नु न, यति चिसोमा म स्ट्यान्डो लगाएर घुमिरहेको छु। चिसो नै लाग्दैन गाइस मलाई, होइन। ल गाइस, अब चाहिँ कपाल कटाउन गइरहेको छु, अनि हजुरलाई देखाउँछु है एकछिन पछि। ठिक छ, बाई बाई। अहिले चाहिँ कपाल कटाउन आएको थिएँ, तर यहाँ दाइ छैनन्। दाइ सायद अहिले बेरतिर गएको छन्। अहिले एकछिन मान्छन् गाइस, त्यसपछि कटाउने कपाल, होइन। ओह, चिसो लागिरहेको छ गाइस कट्टुमा। ओह माई गड, तर धेरै ठुलो त भएको थिएन गाइस, त्यही पनि कटाइहाल्नु सोचिरहेको छु। भिडियो बनाउने क्या, त्यही भएर कटाइहाल्नु। अब नुहाउनु पर्छ यति चिसोमा, बाहिर त कुहिरो लागेको छ। म चाहिँ भित्र आइसकेँ, तर दाइ छैन अहिले, एकछिन मान्छन् सायद दाइ, अनि कटाउने हो गाइस कपाल। ठिक छ, बाई बाई गाइस। अब चाहिँ पालो सक्यो मेरो कपाल कटाउन। यता क्यामेराम्यान बसेको छ, अब यो मेरो क्लिप बनाउँछ गाइस। ठिक छ, अनि म कटाउँछु। यो चाहिँ मेरो क्लिप बनाउँछ भिडियोको। र चाहिँ सिट खाली भइसकेको छ। ल गाइस, अब चाहिँ गइरहेको छु है कटाउन। गाइस, कपाल कटाएर चाहिँ यहाँ सिकेको छु। अब जान्छु गाइस नुहाउन। ठिक छ, अनि हजुरलाई भेट्छु अब नुहाएर। बाई बाई गाइस। म चाहिँ अब नुहाएर रेडी भइसकेको छु। यता सुन्छ गाइस, कपाल काटेको मेरो थोरै काटेको छु गाइस, सास सर्नु मात्र। अहिले चाहिँ यहाँ गाडी लामो भएको छैन, त्यही भएर सास सर्नु मात्र कटाएको छु कपाल। र गाइस, अब चाहिँ मासु पकाउन गइरहेको छु। म पकाइरहेको छैन कि दिदी पकाइरहेको छु मासु यता पछाडि। गाइस, चिसो लागिरहेको थियो गाइस नहुँदाखेरि। अहिले हेर्नु न, अहिले पनि कुहिरो लागेको छ साइडमा, पछाडि हेर्नु न है। यति चिसोमा निवास नुहाइहाल्यो गाइस, एक लाइक निवासको लागि। गाइस, हेर्नु यता बुङ्गुरको मासु, यता चाहिँ मसाला पकाइरहेको छ। अस्ति चाहिँ मेरो बुढाको मासु खाँथे गाइस, आज चाहिँ बुङ्गुरको रहेछ। म चाहिँ गाइस अब बसेर हेर्छु है, हजुर पनि हेर्नु। अब गाइस, हेर्नु त तरकारी कति धेरै छ। अहिले मम्मीहरू लिएर आएको छु त बजारदेखि। उता जान्छन् दोकानमा, तरकारीवाला दोकानमा छाट्नको लागि तरकारीहरू, अनि त्यहीँबाट लिएर आइहाल्छन् गाइस। यति धेरै हेर्नु न, गोबी छ, लौका छ, प्याज छ, यता पनि लौका। अनि यो के हो गाइस, यो सिमी के हो गाइस। गाइस, हेर्नु त,
घाम निस्किसक्यो उता छ गाइस घाम चाहिँ। र गाइस म चाहिँ खाना खाइसकेको छु। खाना खाँदाखेरि चाहिँ हजुरलाई देखाउन सकेन। र गाइस यता चाहिँ हाट बजार लागेको छ हाम्रो घरमा। हाट बजार गाइस अब चाहिँ म थिइसकेको छु आफ्नो छतको। र गाइस म चाहिँ अस्ति यो धोएको थिएँ कपडा लगभग कति 2-3 गते धोएको थिएँ गाइस कपडा। अहिलेसम्म सुकेको छैन यो। आज चाहिँ 7 गते भइहाल्यो गाइस। हेर्नु न 4-5 दिन भइसक्यो अहिलेसम्म सुकेको छैन मेरो कपडा। घाममै निस्किन्थेन गाइस। आज भर्खरै निस्केछ घाम। त्यही भएर हालिदियो फेरि सुक्नलाई। धेरै छैन सुक्न, थोरै मात्र छ बाँकी। कतै कतै कुनै कुनै ठाउँमा मात्र छ बाँकी, अरू चाहिँ सुकिसकेको छ। छलकल जवानीमै का करूँ गाइस। हेर्नु त यता थियो हुडी, यो पनि हुडी, यता ट्राउजर टी सर्ट कच्चा बनियान गाइस। र यहाँबाट हेर्न सक्नुहुन्छ हाम्रो गाउँको नजारा। र उता चाहिँ निस्किसकेछ सन, एसियन सन मतलब घाम। र गाइस हामीहरू चाहिँ अब बजारतिर जाने प्लानमा छौँ। केही काम छ हामीहरूको। म र सुनिल गइरहेछौँ दुईजना। कस्तो गोरो देखिरहेको छौँ गाइस। कपाल कटाएर हो कि आज नुहाएर हो यस्तो गोरो देखेको हैन। अब गाइस बोलाइरहेको छ त्यो, अब निस्किने हो। यो अहिले चाहिँ ट्राइपोडदेखि बनाइरहेको थियो भिडियो। अब चाहिँ यो राखेर जाने गाइस मेरो। बाई बाई। हेर्नु गाइस पैसा यति धेरै। अब चाहिँ यो काउन्ट गर्न गएर छौँ हामीहरू। यता अन्त गड्डी कसैलाई चाहियो भने यता कन्ट्याक्ट गर्नु होला गुरुसँग। गाइस अब चाहिँ बारीतिर आइसकेको छौँ। अहिले भर्खरै आएको छौँ गाइस बजारबाट। बजार गएको थिएँ। यो कहाँ गएको थियो? कहाँ गएको थियो रे टकला? महाराज की जय हो। सुन्तला लेके जा सुन्तला मेरी गोचम। देख फिर कुछ चल बोटे सुन्तला लेके आ रहा हूँ तेरे बात बाजार से ले। कहाँ से जब पानी में झोंका ले चिकन वाली नौरिया छोड़ कर देख। हाँ तेरे मत लेके आ रहा हूँ मैं इतो बरो। अरे कितो भारी गाइस म चाहिँ अहिले घाँस काट्न गइरहेको छु गोरुको लागि। र यता चाहिँ पनि हालिसकेका छन् तरकारीमा। मेरो त गाइस घुम्ने काम मात्र हो। अहिले भर्खरै घुमिरहेको छु। कामै छैन मेरो केही। सबै घरको मान्छेले गरिहाल्छन् काम। मेरो चाहिँ कामै छैन। त्यही भएर अहिले घरको मान्छेले घाँस काट्न पठाएको छन्। जब प्यार से पिलैलो मजा आ गइल। ल गाइस अब चाहिँ पुगिसकेको छु आफ्नो घाँस काट्ने ठाउँमा। र उता हेर्न सक्नुहुन्छ सनसेट भइरहेछ बिस्तारै बिस्तारै। र गाइस अहिले चाहिँ सोचिरहेको थियो उता जान्छु भनेर बनगाउँतिर। अहिले कति 4 कि 4:30 बजिसकेको छ।
अब टाइम मिल्छ भने गाइस जान्छौँ त्यतै। ठिक छ, हामी हजुरलाई देखाउने छौँ। अहिलेको लागि चाहिँ बाई बाई गाइस। अब चाहिँ काटिसकेको छौँ घाँस, अब लगेर जाँदैछौँ गाइस घरतिर। र गाइस अहिले चाहिँ हामीहरू बनगाउँतिर जान्छौँ सायद अहिले घर गएर थाहा हुन्छ, टाइम हुन्छ भने जान्छौँ बनगाउँतिर, नत्र क्लासतिर हो गाइस। तर प्लान त बनिरहेको थियो बनगाउँतिर जाने, अब के हुन्छ जान्छौँ भने हजुरलाई देखाउने छौँ गाइस। ठिक छ, मेरो साथ यहाँ काम गरिरहेको छ मस्त होटलमा, यहाँ त हेर्न सक्नुहुन्छ। के गरिरहेछ त? काम त राम्रो छ हजुरको। कैसे करा था आता पकड़ ले सबूत सही तब। सर सफाई आपकी बहुत बढ़िया चल रही है इधर। खाओ बनाओ। अरे मसाला तुम्हारे अभी इधर गाइस ऑमलेट नहीं हाफ बॉयल ऑमलेट बन रहा है इधर। इधर देख सकते हो आप कुकमैन। और इधर हमारा कैमरामैन, इधर ये चौने वाला रिंकल। और गाइस हम अभी आ चुके हैं। और ये मेरा गंजा दोस्त है। ये इसके बाल जमाने वाला अगर तेल मिल जाएगा तो मैं 501 रुपया दूंगा। और गाइस अभी हम आ चुके हैं इधर बनगांव में। अभी सब दुकानें बंद हो चुकी हैं, आप उधर देख सकते हो। माहौल एकदम सन्नाटा माहौल नहीं है, बाजार में एकदम से सन्नाटा छा गया है। गाइस कस्तो लाग्यो त मेरो नयाँ ब्लग? राम्रो लाग्यो भने सबैजनाले लाइक कमेन्ट शेयर एन्ड सब्सक्राइब गरेर जानु होला है। बाई बाई एभ्रिवान।